Hi Hello. guys, welcome back to our new video after how many days? I think 2 or 3 days, whatever. But what the hell? खै देखाइदियो त हेर्ने ओ यसले आज भ्याक्सिन हालेर हाई गाइजहरू मेरो चाहिँ भ्याक्सिन नहाले नि यस्तो छ नि फेरि औँठी देखाइदिइहालौँ न त सुरुमै सो आजको हाम्रो भिडियो चाहिँ के हुन गइरहेको छ भन्दाखेरि वी आर मेकिङ सी फुड हामी सी फुड Seafood बनाउन boil, गइरहेको छौँ guys. सी फुड बोइल we have every ingredients that we need. Hey! हामी चाहिँ ट्रान्जिसन गरेर लुगा नि फेरि हाल्छौँ है त 3 2 1 Hello guys, we are already in the kitchen. हामीले चाहिँ अलरेडी नै कसम भिडियो बनाएको थियौँ यार माइक चाहिँ अन नरहेछ अनि माइक अन नभएपछि त के अरे कत्रो हेर्न त्यो कसम नन जस्तै देखिरहेको यार अनि के अरे माइक अन नरहेछ हाम्रो हालिदिउँ नहाल अहिले यो काटेर हाल्छु कि म रोक्न पागल अनि त्यो पछि त बरु स्ट्रिम्पहरू झोल गाउने होइन के अरे सस त पछाडि बनाउनु होला के अरे ससको लागि होइन कि यतिकै हाल्नलाई मात्र हो कि स्वाद दिनलाई सायद त्यही भएर म अनि हामीले चाहिँ के अरे अघिदेखि त्यत्रो भिडियो बनाएको है झन् कस्तो रिस उठ्यो यार मैले अलरेडी नै पानीमा लेमन हालिसकेँ कि झन् भन्दा त्यत्रो भनेको थिएँ भिडियो नै नभइरहेको रहेछ भने मतलब भिडियो चाहिँ भएको साउन्ड चाहिँ नभइरहेको रहेछ क्या चेक गरिराख्नु पर्दा रहेछ अहिले चाहिँ अन छ माइक भिडियो पज गरेको त गायब भयो नि त त्यही भएर पज हुँदो रहेछ क्या कत्रो बोलेको थियौँ झन् तर केही छैन होस् अब चाहिँ म गार्लिक हाल्छु साथीहरू यत्तिकै हालिदिन्छु यो चाहिँ खासमा यो चाहिँ मान्छेहरूले चाहिँ सिङ्गै सुरुक सुरुक खान्छन् तर हामी चाहिँ यो चाहिँ यसरी राखेको अनि यो अहिले हामी खान्छौँ ऊ एकदम भोका खाऊ पनि अब म चाहिँ आलु के गर्छु डबल चिन देख्यो होला अब चाहिँ म आलुलाई चाहिँ दुईटा उसमा काट्छु थ्याङ्क यू सेके 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 खाइदिइहालौँ न त देखाइदिइहालौँ न त खानामा त अगाडि हो क्या हामी ल मा कस्तो झन् त्यत्रो भिडियो बनाएको थियौँ सिवार सेकिया भयो यार बुढी मेरो बुढी हो यार साथीहरू तपाईँलाई थाहा छैन अब चाहिँ म सल्ट हाल्नु पर्छ अरे लास्टमा यार फर्स्ट बोल चेन स्पोन्सर त लास्ट टाइम रहेछ त आलु तर हाम्रो सी फुड बोल चाहिँ यसमा अट्छ होला यार पनि छ बुढी आलु अझै एउटा त काट्नु पर्छ होला यार ए किनकि भोलि मेरो बुढोलाई पनि लगिदिने अलिअलि भाइले नि आएर खान्छ लु सो गाइज आलु चाहिँ मैले आधा आधा उसमा काटिसकेँ उसले धोएर दिइसक्यो आउँथ्यो हेर्नु फेरि हाम्रो म्याचिङ आउँथ्यो भने अनि म चाहिँ आलु बोइल गर्नलाई 10 मिनटको लागि राखिदिन्छु बी केयरफुल हाल्ने बेलामा चाहिँ पानी तातो हो अहिले तपाईँहरूलाई बोल्न सक्छ है फेरि अनि त्यो पछि आज चाहिँ हाम्रो दिन कस्तो भयो भन्नु आलु लास्ट धेरै आलु यार लास्ट धेरै त होइन यार चक्कै त्यो बोइल गर्नलाई 10 मिनटको लागि हामी छोडिदिन्छौँ अनि कर्न चाहिँ लास्टमा हाल्नु पर्दैन मतलब 5 मिनट्स पछि भनेपछि 23 भयो यो पाक्नलाई दिन्छु बुढी यो नि यहीँ हालिदिउँ एउटै भाँडामा बनाऊँ है सी फुड छुटेर खाऊँ के सी फुडलाई अनि भेज फुड छुटेर खाऊँ के ल त नि के नत्र ले नि त क्र्याब र लोबस्टर चाहिँ 5-7 मिनट्सको लागि रहेछ क्या देखा यो हाम्रो वाइल्ड पेसिफिक सी फुड मिक्स यहाँ चाहिँ सबै छ कि यसलाई हेर्नु अक्टोपसदेखि लिएर अक्टोपसको बच्चादेखि लिएर के छ क्या त्यही हो मैले बेबी अक्टोपस नै ल्याएँ है छुट्टै अनि यो बेबी अक्टोपस यही छ भन्नु नलागेको ए काटेर सबै हालिदिनु अनि हामीले इनोकी मसरुम चाहिँ ल्याएँ सरी हामीले धोएनौँ किनकि धोइन्छ क्या अन्त बटरै ल्याएनौँ ल्याऊ के पटो सबै ल्याऊ वाउ मेरो बुढी त भने हेर्नु एग्रेसिभ भएको कि ल के किन धुने नै मसँग सबै ल्याऊ मैले यो त पुरै हाल्न सकिन्न है हामी सायद उठाउँछ र नचाहिँ अर्को भाँडामा नि हाल्छ नि खानाकै ध्यान छ कि अस्ति हामी सी फुड बोइल खान गएको तर हामीलाई चाहिँ अलिकति चित्त बुझेन त्यहाँ चाहिँ
पैसा हाले जति चाहिँ त्यो अलिकति यता राख्नु पर्यो पैसा हाले जति चाहिँ त्यो वर्थ इट लागेन के खानुको लागि अनि यति राखेँ है त्यहाँ भरिसक्यो कि हेरौँ न साथीहरू ल के सेम पहिले हाल्दैन नि ला हो के हुँदैन होइन के हुन छोड्दै अनि यो मसु मसल छैन फेरि अलरेडी नै उसमा गरेको यो त एकैछिनमा पिक्दी हुन्छ कि लास्ट पार्नु लाले है म ससेज काट्छु अब ससेज चाहिँ लास्टमा बोइल गरौँला के हो है सबै लास्टमा बोल गर्ने फर्स्टमा के गर्ने हो फर्स्टमा यो आलु पाक्दै हो यो आलु पाक्दै गर्छ यो अलिक ग्यास ठुलो पारिदिउँ होला त्यस ठुलो हो त बोल्दै गर्दै त्यहाँ मैले काट्ने जलसम्म म यहाँ झोल बनाउँ न यहाँ साइडमा म यहाँ चटनीको लागि बनाउँछु कि पहिला काट्छु प्यानबाट बनाउने कि कराईमा बनाउने यो कसरी काटौँ भन्दाखेरि यसरी काटौँ है सिधा सिधा छड्कुली छड्कुली पार न छड्के छड्के गरेर यसरी कसरी भन्छ देखाइ बुझ्छ के एकै यहाँ देखियो त छैन छ छ छ यसरी क्यामेरामा लगे बारे म त के हो र बोल्न बोलाएको दिन कस्तो भयो काम कस्तो भयो कस्तो भयो म नाइट सिफ्ट हान्दा थिएँ होइन अनि कस्तो ठिक ठिक भयो नाइट सिफ्ट गाह्रो त भइहाल्छ नि हल्का हल्का तर नि सल्लो त मेरो लागि काम अन्त क्वीन हो कि क्या अन्त क्वीन हो अन के अरे वर्क अनि हामी क्वीन हो अनि त्यसपछि आयो अनि एकैछिन सुतेँ अनि उठेँ अनि रुम मिलायो न अनि रुम मिलाएपछि गयो भ्याक्सिन हाल्न दुख्यो के त्यो त बाइसेप दुख्यो भने ओके बाइसेप्स नभएको बाइसेप्स यसको अनि मैले अनि एन्टी एलर्जी क्रिम किनेको किनकि चिलाउँछु कि मलाई खै के काले जिउ थाहा छैन अनि त्यही भएर अनि मलाई उसले त पुछि अनि म सपिङ के अरे प्यानले त म सस बनाउँदै गर्छु क्या प्यान दिम यस सर आएछ हामी गाइस अघि चाहिँ हाम्रो कल आएको भएर हाम्रो भिडियो पज गर्नु पर्यो तर केही छैन सस बनाउनको लागि पनि अलरेडी नै मैले चाहिँ बटर हालेर पनि उस गरिसकेँ अब चाहिँ मसलाहरू हाल्ने अलिकति यो बिचमा राखेर चाहिँ यसरी देखाउनु पर्यो कि सबै कुरा हो सबै देखिँदो रहेछ कि अलिकति यो हाम्रो के हो टिमुरको धुलो नुन पनि चाहियो बुढी मलाई सक्छ मसँग यो चाहिँ पेप्रिकाको धुलो होइन त्यो चिली फ्लेक्स बुझेँ मैले चिली फ्लेक्स चिली पाउडर पेप्रिकाको धुलो हिँड्छ एकैचोटि from Aldi, not sponsored by the way. Yes, sir. दामी खानुपर्छ आज त हामी दामी खाइदिने साथी आलु उम्लेलाई चाहिँ के खाइदिनु त गाइस भन्छ भने हामीले के हो र मैले भन्दिनँ कि तैँले भन्छस् उयो दामी हुन्छ कि हाम्रो आज अनि मलाई चिली सस भने चिली सस नै ल्याइ बुढी पेप्रिका लो मिठै भन्दैन कि म त मिठो बनाउनु भन्छ मिठो बनाउनु हामी रिभ्यू दिन्छौँ हामी जे हो त्यही भन्छ नेक्स्ट टाइम फेरि मिठो बनाउनु भन्नु आउँछ नि त किनकि हाम्रो फर्स्ट टाइम हो साथीहरू फर्स्ट टाइम इन माई लाइफ आफ्टर कमिङ टु अस्ट्रेलिया के म त बोल्नु पनि ग्रिन के पनि हाल्ने हो के एमएसजी गार्लिकको पेस्टले त मलाई एमएसजी हाल्ने कि नै जेन जे पाइन्छ हालिदिने हामीलाई के हो र पिरो त दामी खाने है आज ओलो साझा रातभरि छोरा एमएसजी हाल्नु छोरा ओहो देखाउनु मसला हटा 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 रातो रातो है साथीहरू बिना किन आज नक्छु दाद न यो छोरा राख छोरा एमएसजी राख ए मैले नुन हालेको छैन कि क्या धेरै गार्लिक पेस्ट थ्याङ्क यू माइट चम्ची छैन यसले अलिकति युज गर्नु पर्यो क्या यो ग्यास अलिक सानो भएर ल्याङ भयो क्या को चम्चा हाल्नु 2 चम्चा हाल त वाह दामी देखेर सस त अब हाम्रो मलाई भइहाल्छ होला यो सेचुवान सिराई चिज चिली सस हाल्दैन हाल्ने नि लिएन सबै हाल्ने भएको जति के हाल्नु अब हालिलो कि मस्त निस्किन छी ल खाइदिए साथीहरू मैले यसलाई घुप्टो पार्न मिल्दैन अलिकति यसरी उठ्ला यार कि मेरो क्यामेरा रोज गरौँ न पाउँछ क्यामेरालाई अलिकति घुप्टो पार्न मिल्छ जस्तो लाग्यो चोखै यस्तो गरौँ यस्तो हल्का घोप्टियो अनि छड्क्यो बिहान तिमी सबै छिक्यो कस्तो कुनामा गएर पट्टा पकाउनु त अनि तर मेरो यसले मैले दिन त प्लान छ है जिस साथीहरू यता त पिरो दामी चाखो पहिला मोरिन्छ क्या छ अगर गुली खाँदैन आराम ल हालिसकेँ यार चोकै चिली पाउडरलाई बोलाउनुको लागि मैले चिली ओइल भने हो के पागल ए सुन यसको त काम के भयो कि भ्याक्सिन हालेर यसको त कामतिर हाल्दै के चिली ओइल विदाउट नुन यो चिली ओइल विथ नुन विथ नुनवालाले मलाई अब यो पाकिसक्यो होइन आलु आधा म कन हालिदिन्छु यहाँ त्यो साथीहरू डल्लो खुर्सानीको टेस्ट छ सुमा त हुन्छ कि हामी जे हुन्छ त्यो त हामी बनाउने अब मैले यो पनि हाल्दै साथीहरू यो भनेको के हो हेरौँ त खै त्यो छैन के मिठो भयो के अहिले यसको स्वाद पनि चाख्नुपर्छ मैले अन्त ससै दाम भयो यार हामीले खोल्नु पनि दोकानमा खासमा है चाक्कुले पिरो पाउने हो खै चाम त यसरी देखाउँछु ल अहिले नचाख्ने नुन राखेन होला गाइजहरू यो चाहिँ हाम्रो सस है पिरो पाउने नखा त दाम भयो यार मैले यति हाल्दै यति हाल्दै हो उयो तर त्यस्तो दामी आइस न माइक अन छ फेरि गर्दै गर्के साइडमा त्यो टेबल हाल्नको लागि पनि देखाउनु पर्यो कसरी गाइजहरू कस्तो हजुर लागि के सबै हालिस भने सी फुड सबै न्युसेस न्युसेस हाला हैन न्युसेस जे भयो नि नुन हालिदिन्छु साथीहरू म चाहिँ मलाई नुन हाल्छ के हजुरआमा पिरो त चाक पुनेर हालिदिन्छु नुन हाल्छ बाहिर अस्ति पिरो हुँदैन नुन हालिसकेँ कि रोक्न पिरो भयो भने अलिकति बटर थपिदिउँ फेरि मैले न्युसेस हो कि मसल्स हो यो हाल्दै सही यहाँ हालिस मसला मतलब नुन अलि अपन नाम त के हो ओके अघिल्लो पैसा यार खाता दामी भयो हाम्रो खतरा हो क्या यहाँ केही थप्नु पर्दैन है पिरो त भएन हालेर अझ हाल्नु उडे उडे फर्स्टै भोक लाग्यो अलिअलि नै होइन यस्तो भोक लाग्यो मलाई भाते मसला लिन भाइ भात मसला भात मसला चाहिँ साथीहरू म चाहिँ बरु मेन भनेको सी फुड त सस मिठो हुनु पर्यो नि त त्यही भएर साथीहरू चम्ची
2 चम्चा बटर हाल्नु पाकिरहेको छ हाम्रो यो यसलाई सस मिठो लाएर है कस्तो मिठो भयो सस हट हट सक्यो अहिले चाहिँ धेरै सुक्छ कि भनेर क्या धान भयो यार कसम बटर पिघले नसम्म छोड्दै यो त उसरी गार्लिक हो नि बुढी ए हा 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 म त टाटा टाटा यसरी देखाइदिनु है हाम्रो सी फुड चाहिँ यस्तो है साथीहरू एज यु क्यान सी बढी के भयो के भने कुन प्लास्टिक भन्नु ब्रो क्लियर प्लास्टिक हैन उस त क्लिन प्लास्टिक छैन उ त माथि त चोक्कै यार क्लिन छ त्यसले कसरी राख्ने भन्दाखेरि यो सामानहरु त प्लास्टिक मिक्स गर्छ त ए तर हामी भाँडामा मिक्स गरिदिनु है के गर्नु त अब भाडा मिक्स मतलब भाँडामा मिक्स नगरे पनि न त टेबलमा छानेर हैन सी फुड यसरी राखेर अनि एकैचोटी सस माथि राखेर आफैले मुसाउला के त्यही के म ताल्नु है हाई गाइस अनि आज त मेरो काम थियो मैले काम सकेर आएको है फेरि मिल्दैन है एकछिनमा पज गर्छु नि मिल्दैन है मिलेन नि यो तातोले उस गरिदिन्छ क्या त्यही भएर है त एकछिनमा भेटौँला साथीहरु हामीले भर्खरै नकिन मालेको छ त्यो खाजा खाल्दै बन्द हाल्दै हामी बाइ द वे फल्किरहेको छ नि त्यसको किन भएको भनेपछि सस बाहिरको सस निस्केर है अनि दोहोरी सस पनि त्यसले देखिरा चाहिँ सबै मान्छेहरु खासै देखिएको छैन है त्यही नि लागिछ अब टेबललाई क्लिन गरेर क्लिन र्याप राखेर अब यसमाथि खनाउने हो क्या हामीले त्यहाँ निम्बु छ प्लिज डोन्ट माइन्ड यो परफ्युम क्या मिठो छ यार कसम हामी लास्ट ओ टाइम माय गॉड क्या सेक्सी बास्ना आउँछ यो किड्स इन्फेन्ट्स को लागि यो जुस नि खाना छ हामीलाई किनकि पिरो छ क्या हाम्रो यहाँ पनि छ जुस यो चाहिँ बुढी पिङ्क गुआवा हजुर अनि यो चाहिँ पोमेग्रेनेट भयो ल हेर्न सक्नुहुन्छ हामीले सबै रेडी भइसक्यो एभ्रिथिङ यो राइस अनि स्ट्रबेरी जुस यप अनि सस ल सबै छ है साथीहरू ल अब हामी खनाउने यो चाहिँ अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि यसलाई चाहिँ कुना कुनामा राखिदिन्छौँ किनकि पहिला हामीलाई सी फुड खनाउनु पर्ने हुन्छ खाने कार्यक्रम पक्नुहोस् म उसमा राख्छु स्ट्यान्डमा पक्नु सो गाइज हाम्रो चाहिँ सी फुडदेखि लिएर एभ्रिथिङ यहीँ हो अब म यसलाई खनाउँछु अनि हाम्रो ड्रिङ्क्सहरू त्यहाँ हाम्रो भात पनि त्यहीँ हो लेमन त्यहीँ हो अनि हामी चाहिँ पन्जा लाएर खान्छौँ है मिक्स म्याक्स गर्नुपर्छ सायद अहिले नै लगाउँदा ठिक होला है अब बुढी बस्छ तिमी यहाँ बस तिमी यहाँ बस फेरि हात पेलो हुन्छ कि भोलि काम त छैन त्यही पनि के गर्नु मेरो त छ अनि भोलि रेजिडेन्टको पिछबाट धोइदिँदा पोल्यो भने छ्यास नभन न ल है त खानाको हेर है बुढी ए भिडियो बनाउने भने होइन फोनबाट फोन गरे तिम्रो फोन ओ त्यहाँ पछाडि यहाँ चिप्क्यो क्या हो यो त भाक्के खनाइदियो कि नाइ कि अलि मायाले खनाउँछ यार कस्तो माया लाग्यो हाम्रो तिम्रो फेभरेट इनोकी फेभरेट इनोकी रे यार चोखै होइन हो ल हाम्रो चाहिँ यस्तो भयो है सी फुड चाहिँ देख्न सक्नुहुन्छ यति धेरै हो दामी देख्यो है तर सस हालिदिउँ न त सस अलिकति उसले हाल्नु पर्ला पनियोले यसले भन्दा पनि अर्को हुन्छ त अर्कोले के त्यो उघाउनेको जस्तो हुन्छ नि त्यसले हाल्नु पर्यो क्या फेरि यसलाई यस्तो हतार भयो कि भोक लागेर साथीहरू यो ऊ त्यहीँ युज गरेको थिएँ कि मैले डाडु भन न रे यो हो यार चोखे चम्चा हो त साथीहरू यो अलिकति भारी भारी हो तातो त होइन यार अलिकति यसलाई यसरी घोलेर होइन माथिबाट कोही नचिच्छ नि म आफै चिच्चाउँछु दामी भयो के पुरै छोडिदिनु तपाईँहरूले यो खाएको अघि यो रिसाएको के तिमी युज गर त तिमी घोप्टा त गर म हेर यस्तो ल ल स्टर गर्ने हो होइन कि घोप्टाउ न तिम्रो घोप्टाउ म चाहिँ माथिबाट उस गरिदिन्छु कि किनकि तेल बढी हो कि त्यही भएर दामी साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो फेरि ससको कलर यस्तो खतरा छ कि ओ ओ भयो 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 अब यसलाई मिक्स गर्नु पर्यो नि मैले भनेको थिएँ त धेरै झोल हुन्छ भनेर झोल इज भेरी भेरी गोल गोल नजाऊ न यता टेन्सन पर्यो आइज नि भ्याट भ्याट खाइहाल अब है पक त म भात हाल्छु समात त पर्दैन मै हाल्छु है साथीहरू म भात हाल्दै है आई मिन सरी राइस हाल्दैछु अलिकति बुढोलाई र भाइलाई छुट्याइदिउँ न पहिला हो ए ऊ खानाकै हतार हेर्छ यसलाई मलाई लास्टै भोक लाग्यो साथीहरू मैले केही खाएको छैन बिहानबाट के खाने भनेर अलिकति बुढो र भाइलाई छुट्याइदिइहाल्नु त भयो You should be there. Okay, you should be there to eat it. So guys, हाम्रो चाहिँ सी फुड यत्रो राम्रो देखिरहेको छ कि है गिलास ल्याउँछु म पख चुइसक्यो यार यताबाट आफैले लिन जानु हो सी ग्लास ल्याउनु पर्थेन यार हातै यस्तो हो मेरो
अब हामी खान्छौँ है साथीहरू खाए ल खाए ल चेस दामी भयो के अब मलाई आइडिया भयो नि त्यसलाई मलाई क्लक इट यही मेरो भयो चक्केर दोकान बन्द दाम भयो यार दामी खाइन्छ अब साँच्चै दाम मिठो भयो फेरि बनाइन्छ क्या हो कहिले बनाउने अब भोलि तेरो काम छ अनि मिल्दैन भन्ने मलाई थाहा त फेरि फेरि अमिलोमा टक्क भयो दामी छ के अरे हजुरहरूलाई चाहिँ सी फुडहरू खान मन छ भने चाहिँ आई फिल लाइक घरमै बनाउँदा चाहिँ अलिकति एसी अन गर्नुपर्छ जस्तो यार है दामी गर्नुभयो अमिलो टक्क भयो कागती खाने हो धेरै हुन्छ है पहिला एउटा अमिलो हो म त यो निचारेको झन् पिचिक्कै आयो पहिलाबाट अमिलो हो झन् अमिलो हुन्छ यस्तो मिठो भयो कि पुरै छोड्दिन पिरो अमिलो टक्क भन्छ कि साँच्चै है बरु घरमै वर्थ इट लाग्यो मलाई चाहिँ हामीले अलमोस्ट $100 स्पेन्ड गरेको थियौँ होला त्यहाँ होटेलमा खाँदा पनि तर यति धेरै आइटम नै थिएन क्या हाम्रो लागि सिधालो भयो बोल मिठो भयो यार खायो क्या कुन जुस खाने हो जुस खानै मन छैन अहिले जे खाएको दामी भोक लाग्थ्यो हामीलाई चाहिँ अक्टोपसको खुट्टा नुन आएको कि हजुर सबै कुरा मजाले पाक्यो बेबी अक्टोपस सबै टक्क भयो क्या दामी मिठो भयो टी सर्ट फोर भयो नि होस् हामीलाई आज मतलब छैन किनकि मसरुम है त साथीहरू मुकबाङ अबदेखि हामी सी फुड खान मन लाग्ने हामी चाहिँ घरमै बनाउँछौँ है निम्बु त्यही बोइल गर्दाखेरिको हो क्या काटेछ बेकारमा के तँलाई के झट्का लागा बोल्न के अब भाँडासाँडा माझिन्छ काम त गर्नै पर्यो फेरि यसले यो युज गर्छ म भाँडा माझ्दै गर्छु त्यतिखेरसम्म त्यही हो टिफिनमा प्याक गर्नु पर्यो कि यो बच्चाको ससेजै धेरै रहेछ यार मैले भनेर थिएँ नेक्स्ट टाइम आधी हाल्नुपर्छ चाहिँ थाहा भयो नेक्स्ट टाइम अन्त ससेज चाहिँ भरेर के कसम यो किन अरू ससेज त छुटेर नेक्स्ट टाइम त अरू के होइन यो म्युसेल्स र सी फुडको त्यो पुरै प्याकेट मात्रै ल्याए नि पुग्दो रहेछ भन्ने भयो नि त यो ससेज थोरै हाल्नुपर्छ चाहिँ थाहा पायो देखेँ है ससेज होइन धेरै ससेज मात्र यो किनकि मसरुम नि ससेज छ अरू सी फुडहरू चाहिँ सानो सानो भएर त्यस्तो देखायो क्या म त एकछिन उठ्न सक्दिनँ होला यार ओए यो करा हो नि फेरि हेलो टिफिन प्याक गर्नुमा अब खुट्टाबाट चुयो यार खान पायो भन्दैमा ल एक प्लेट भात खानु हान्दिनँ सही आइडिया लगाएको कि यो चाहिँ हामी निकाल्नुपर्छ कि फेरि भोको बेदिन्छ म निकाल्छु अलिपछि अहिले निकाल्न म भाँडामा चाहिँ साथीहरू अब पज गरिदिन्छु भिडियो हामी एकछिनको लागि
अब हामीले यो सबै बचेको कुचेकोलाई प्याक गरेर छ यो सबैजना कसको लागि यो बचेको कुचेको रोजी रोजी खाने अब ससेज मसल्स आलु यहाँ छ कोर्न ससेज मसल्स इनोकी यहाँ छ इनोकी आलु अनि के हो यो प्राउन मसल्स यहाँ छ रोजी रोजी के यु क्यान चुज एनिथिङ यु लाइक यहाँ सबै मिक्स छ अब यो चाहिँ धेरै भयो हामीलाई चाहिँ तपाईँलाई प्याक गर्छु हाई गाइस अब चाहिँ हामी सुत्न लागेको के गर्नु यस्तै छ जिन्दगी धराम धराम क्लोजिङ के भन्छ त्यसलाई एन्डिङ भिडियोको एन्डिङ हामीले चाहिँ एकछिन रोक्न पहिला सुनाउनु त पऱ्यो नि हामीले चाहिँ फुल सी फुड खान सकेनौँ अनि त्यो पछि हामीले प्याक गरेको स्टिल कस्तो मेरो किन फोन बोलेको र मेरो अनि त्यो पछि प्याकेटले गरेको मैले भाँडा अलिअलि माझेँ अलिअलि होइन मैले अलमोस्ट 90% माझेँ अहिले 10% मागेँ यसलाई किचनहरू सफा गरेँ सो वी डिस्ट्रिब्युटेड आवर वर्क्स अनि हामीले सबै भ्याइ पनि सक्यौँ नाउ वी आर अबाउट टु स्लिप यो पढिराख म चाहिँ रिल्सहरू हेर्दैछु गाइजहरू पढ्नुबाट के हल्ला रहेछ अनि यस्तो हेडफोन लाएर यस्तो माथि अनि हामी चाहिँ के भन्नु भन्दाखेरि यस्तो छ भने फेरि छ र छैन होला यार होस् भयो नि के गर्नु त अब अनि हाम्रो भिडियोको एन्डिङ चाहिँ यो हामीले चाहिँ अघि नै गर्छ भने थिएँ खाएर अगाएर आलस तालस भएर बसेको थियौँ अनि सबै सकाएर हामी चाहिँ मुखसुख धोएर ब्रस गरेर आइसक्यौँ सो द्याट्स अल फर टुडे इट वाज सुपर गुड है गुड नाइट बाई